ढुङ्गामा चढेर समुद्रमा पार गर्दै गरेको यो ग्रुपले परबाट पानीमा कङ्क्रिटमा जस्तै हिँड्दै आइरहेको आफूतिर आइरहेको देखेपछि यी मानिसहरू अलमल्ल परे। होइन, यो त भूत पो हो कि हो भनेर चाहिँ कसैले भन्न लागे। अनि जब यो व्यक्ति नजिक आइपुग्छ अनि उहाँले भन्नुभयो, नडराओ, यो मै हो। अनि यो व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्थ्यो। प्रभु येशू ख्रीष्ट समुद्रमा कङ्क्रिटमा जस्तो हिँड्दै आइराख्नु भएको थियो। सो एक्साइटेड। अनि पत्रुस भन्ने चेलाले एक्साइटेड हुँदै, प्रभु म पनि तपाईँ जस्तै हिँड्छु नि, मलाई पनि हिँडाउनुहोस् न। प्रभु येशूले भन्नुभयो, आइजा। पत्रुसले स्टेप आउट गर्छ बोटबाट अनि उसले चाहिँ कन्टिन्यू प्रभु येशू ख्रीष्टलाई हेर्दै अगाडि बढ्दै गरेको हुन्छ पानीमा। जब यो पत्रुसले चाहिँ ठुलो छालहरूलाई हेर्छ अनि त्यसो अल्मलिन्छ अनि त्यसपछि उसले चाहिँ भुइँमा हेर्न सुरु गर्छ अनि येशूसँगको कनेक्सन, येशूलाई हेर्दै गरेको त्यो आँखाहरू चाहिँ उसको डरमा पर्दछ। अनि त्यसपछि यो व्यक्ति डुब्न सुरु गर्छ। यो पत्रुसले भन्छ, प्रभु मलाई जोगाउनुहोस्, म डुबे। प्रभु येशूले भन्नुहुन्छ हात दिँदै, आइजा, त विश्वासमा कमजोर छस्। अनि प्रभु येशूले यो व्यक्तिलाई पानीमा डुबिसकेको व्यक्तिलाई चाहिँ उचाल्दछ। अनि त्यसपछि विश्वास गर्नु। प्रिय मित्रहरू, आज तपाईँ र मेरो नजर, तपाईँ र मेरो मनस्थिति, तपाईँ र मेरो हृदय परमेश्वरमा हुनुपर्छ। संसारको कुरामा होइन। संसारमा विभिन्न प्रकारको झिलिमिली डरमर्दो कुराहरूदेखि लिएर विभिन्न प्रकारको कुराहरू हामी देख्न पाउँछौँ। यदि हामीले यी कुरामा अल्मलिन्छौँ भने त हामीले हाम्रो मेन बाटो, सत्य अनि जीवन जसले स्वर्गको नागरिक बनाउनुहुन्छ, यो व्यक्ति प्रभु येशूलाई हामीले भुलि पठाउँछौँ। अनि जब हामी भुलि पठाउँछौँ हामी सेपरेट हुँदछौँ अनि हामी एक्लो भेडा जस्तो हुन्छौँ अनि हामी चाहिँ बसको अचार हुन्छौँ। प्रिय मित्रहरू, विश्वास गर्नुहोस् र प्रभु येशूलाई कन्टिन्युली तपाईँले चाहिँ आफ्नो हृदयबाट नै हेरिराख्नुहोस् र उहाँसँग कन्टिन्यू हिँड्नुहोस्। प्रभुले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। आमेन।